हेलो गाइस हजुर हेलो भन्नु हाई भन्नु न हाई भन्नु के कहाँ जान्न हामी हामी आज हजुरलाई एक ठाउँलाई छोडेर आउने भनेर सोचिरहेछौँ मलाई धेरै पछि भेटेर कस्तो फिल भइरह किन यस्तै बेला त शान्ति हुन्छ नि कहाँ हो गाउँहरू त डुल्नुहुन्थ्यो त अहिले यति हिँड्ने बित्तिकै धोबैको तपाईँलाई हजुरबा हजुरबा मलाई ब्रो भन्नु न भन्नु त मलाई ब्रो भन ब्रो ब्रो भाइ मजा आयो बुढो होइन बुढो त आमाले मात्रै भन्ने हो इन्ट्रोडक्सन सेसन हुँदैछ यहाँ उसको पनि हो ए बा कति क्लास सबै जानुहुन्छ होइन काम कतिको गर्नुभयो त जवानीमा कति अल्छी लाग्यो अनि पाउनु तरुनी कति डिस्काउन्ट भयो हजुर तरुनी कति डिस्काउन्ट भयो जत्रामा अलिअलि राममा ड्याउलीमा पनि डिस्काउन्ट भयो समझ रहे हो त्यही त हजुरबाले यस्तो सिका भएर मात्रै मैले नजिस्काएको मैले जिस्काउँदिनँ केटा हजुरबाले चाहिँ केटी जिस्काउनुहुन्छ हजुरबा तपाईँ सोध्नुहुन्छ हजुरबाले आफै थाहा छैन उसलाई सोध्नु लाग्यो अरे के तपाईँ सोध्नु हुनुहुन्छ अरे डाक्टर नानी हजुरबा दाँत देखाउनु न उसलाई उसलाई ऊ चाहिँ दाँतको डाक्टर हो डाक्टर हिस्ट्री टेकिङ पछि हेरिदिन्छ हजुरबा इङ्ग्लिस बोल्न आउँछ तपाईँलाई कि लेख्न आउँछ वाट इज योर नेम ब्रदर के हो ब्रदर भनेको भाइ वाट इज योर नेम ब्रदर अभिराम भण्डारी तपाईँ किन होइन हजुरबा भण्डारी के स्पेलिङ भन्नु न स्पेलिङ अरे कहना क्या चाहते हो अब तपाईँको साधना भइसक्यो आमालाई कति माया गर्नुहुन्छ भन्नु न कति माया गर्नुहुन्छ बुढी भएपछि के भयो हजुर आमा के हुनुभयो तपाईँ पनि टाउकोमै देखिनु भयो हो तपाईँले भने मान्नुहुन्न आमाले खाना आइज भने किन भन्नु भन्नु त चियाले बिगायो तपाईँलाई केही गर्दैन भन्नु तपाईँलाई खुवाउँदैन सबैले गाइस हेलो गाइस म चाहिँ झगडा गरेर बसिरहेको छु यता चिया अर्डर गर्न गएको गाइस आज हामी फ्यामिली हेर्दैसक्यौँ एकछिनमा आउँछ होला हेलो काले जान्छौ त आज जाँदैन मन लाग्छ भने भयो ओके जहाँ भने पुऱ्याइदिन्छु सिधै सोल्दामा पुऱ्याइदिनु कंट्रोल अहिले त नजाने टाइमसँग चाहिँ अलिकति यो चाहिँ हाम्रो उसको सिन हो ऊ हो आजको चिफ गेस्ट भनौँ होइन आप कहाँ थे ज्ञानी बाबा ओके लेट्स गो है त ढिलो भइरहेछ ल बाई बाई भन्दियो बाई बाई आमा है किचनमा हाम्रो हुँदैछ कार्यक्रम हुँदैछ के कार्यक्रम हुँदैछ नि पानी घट्टामा गाउने कि हजुरबा पानी घट्टामा कस्तो राम्रो बसेर गाउनु त्यहाँ बस्नु न तपाईँको लागि स्पेसल गेस्ट ल अनि गिटारिस्ट ल
हाई भन राम्ररी भन अरू के भन्न चाहन्छौ तिमी ल फर्स्ट टाइम लास्ट टाइम ल आमा पनि आज घुम्न जानुहुन्छ हामीसँग अनि आज हामी चाहिँ घुम्न जानुभन्दा अगाडि चाहिँ एकछिन गीत गाम भनेर यस्तो रमाइलो गर्दैछौँ ल हजुरलाई सुरु गर्नु फर्कन्न नाम्सारे है पिन्सिन पट्टामा मेरो प्यारा फर्कन्छौ फर्कन्न नाम्सारे है पिन्सिन पट्टामा कस्तो लाग्यो रिजन तिमीलाई गेममा व्यस्त छन् के आमाको पालो के अरे कहना क्या चाहते हो के भन्नुहोस् भन् त मेरो प्यारा हजुर नै नभए मन बुझ्ला र पेन्सिन पट्टामा भन्ने होला होइन हजुरबा मैलाको वाला टुक्का गाइदिनु त छोरी आमाको लागि तेल थप्दै ल खै कस्तो लागिरहेछ तिमीलाई अनएक्सपेक्टेड गाइस हामी चाहिँ यहाँ भिडियोको कभर बनाउन आएको थियौँ कभर सुट गर्न आएको थियौँ तर हामी यो भिडियो नखिची बस्न सकेनौँ हजुरबा के छ त आजको प्रतिक्रिया के भन्न चाहनुहुन्छ कस्तो लागिरहेछ तपाईँको नातिनी कस्तो थियो भन्नु न त्यस्तो नभन्नु न मैले चाहिँ यही देखाएको थिएँ बालेनलाई नि म लोड्दिनँ के लोड्दिनँ ख्याल गर्नु यही मैले नलाने रे हजुर बाटोभरि जिस्काउँदै हिँड्ने केटी त छोड्नु हुन्थेन केटा पनि छोड्नु भएन आज आएर अरे कहना क्या चाहते हो आज यस्तो सुविधा छ अनि त्यसपछि दिदी आएको भएर मात्र हामी दुईजना थाहा छ अनि त्यही हो बुढाबुढीको गफ हुँदैछ गाइस यस्तो गफ हुँदैछ यिनीहरूको हेर घरमा त जति पनि रिसाएको जस्तो गर्छन् होइन दुईजनाले सँगै छोडिदिनु भने गफ गरी गर्छन् गाइस हाम्रो बाटै छैन कहाँ गइरहेछन् बाटो पनि थाहा छैन यिनीहरूलाई होइन बाटो थाहा छैन कि बाटो थाहा छैन त्यही पनि गफ गर्दै हिँडिरहेछन् हामीले छोडिदिउँ भने यिनीहरू हराउँछन् हामी चाहिँ हेरेर बसिरहेछौँ लुक्ने हामी एकछिन लुक्दिउँ यताबाट लुक्दिउँ यताबाट हामी चाहिँ लुक्ने भनेर प्लान बनाइसक्यौँ अब हामी लुक्छौँ गाइस हामी लुक्यौँ है हाम्रो त बाल मतलब छैन कि बाटो पनि थाहा छैन कहाँ जानु नि होला अहिले आएर देख्नुभयो उता पारी पुगेपछि मात्रै हेर्नुभयो कि हाम्रो बारी छैन हामी अघिदेखि भनिरहेको होइन गफमा यति धेरै व्यस्त बुढाबुढीको गफमा डिस्टर्ब नगरिदिउँ भनेर झुक्काउनलाई मजा आइरहेछ रमाइलो लागेछ किन भन्नु नातिनी आएर कस्तो फिल भइरहेको भन्नु हो किन दुःख होला नि त सुख पाउन आयो कि काठमाडौँ जानु गफ गर्दै जानु हजुरबासँग तपाईँको त दुःखका दिन त हजुरबाको पो छन् हामी चाहिँ बसन्तपुर आइसक्यौँ अनि यो चाहिँ सङ्कटा हामी त जानु छ यो चाहिँ सङ्कटा भनेर यहाँ आउनु के गर्नु भएन अब यस्तै हल्ला जस्तो गरेर त्यसलाई हजुरबा आउनु हामी चाहिँ सङ्कट आइपुग्यौँ सङ्कट स्नेक प्लान्ट मरेछ गाइस प्लान्ट लभरहरूले जहाँ पनि यस्तै देख्छन् नाच्न थालिसक्यो भाइ त हजुरबा कस्तो लागिरहेछ तपाईँलाई हामी चाहिँ अब बसन्तपुरको लागि जाँदैछौँ बालेन सिटी गाइस जोस् सफा छ चेन्ज पनि भइरहेछ अनि त्यही हो कस्तो लाग्यो तपाईँलाई बालेनलाई के भन्न चाहनुहुन्छ हो कस्तो राम्रो राम्रो देखेछ नि त्यही आमाले एकदम तारिफ गर्दै हुनुहुन्छ बालेन सिटीको होइन अरू केही भन्नु छ छैन अरे अहिले चाहिँ हजुरबा चाहिँ सुन हेर्दै हुनुहुन्छ हजुरबा बुढीलाई किनिदिने कि किनिदिनु न सुनका चुरा चाहियो अरे आमालाई सब पुगेको छ अरे सुनका चुरा चाहियो अरे हजुरबा त्यो एउटा गीत थियो नि आमा सुनका चुरा चाँदिनी सुनकै हो भन्ने वाला गीत थियो नि होइन त्यस्तो याद आयो हजुरबा किनिदिनु रे के यो चाहिँ हामी बसन्तपुर आइसक्यौँ ऊ चाहिँ हजुरबाको हात छोपेर हिँडिरहेछ हजुरबालाई हराएपछि उसको जिम्मामा लिएर आएको मैले सबै हजुरबा आमालाई उसको जिम्मामा छोडिदिएछ किनभने मैले चाहिँ भ्लग बनाउनु पर्छ समझ रहे हो
ठिक्क ठिक्कको मौसम छ यता चाहिँ आमालाई हेर्दै हिँड्नु पऱ्यो किन्ने चाहिँ केही होइन होला होइन आमा त्यो कुकुर लगाट्नु न परिवार आमा आउने यता उता छ कि आमालाई चाहिँ परिवार हान्ने एकदम धेरै रहर लागिसकेको छ छिटो उता जाऊँ भन्दै हुन्छ हामी चाहिँ अब लगेर जाँदैछौँ पलाउनु छिटो आउनु हरायो भने तिम्रो जिम्मामा कस्तो राम्रो हावा चलिरहेको है गर्मी घाम लागि पनि गर्मी भएको छैन घुमघाम रमाइलो चलिरहेछ होइन ओके नाम भन्नु कस्तो लागिरहेछ हो ल ठिक छ के अरे आफ्नो तारिफ त सुनाउनै पऱ्यो गाइस म मेरो तारिफ सुनाउँदैछु आमा तारिफ अझै गर्नु न तिमीको तारिफ के गर्नु कति खुसी लाग्यो आऊ पनि कसैले भनेन नि र मलाई चाहिँ कसैले आइज भने होइन म आफै आउँछु भनेर म आएँ होइन त्यही हो नानी सबै हुन्छ अरे म जान्छु भनेर सुनेर आइहालेँ म आएर पनि यहीँ अड्के मलाई जान दिला जस्तो लागिरहेको छैन के गर्नु जानुपर्छ पोस्ट गर्नु त भइरहेको छ गाइस बुढाबुढीको जलवा है हमारा अब चाहिँ हामी त्यहाँ लस्सी खान जान्छौँ लस्सी खान जाने लस्सी खान जाने आउनु यता आउने त मिठो लस्सी खाने मिठो लस्सी खाने अहिले चाहिँ हामी यता आइसक्यौँ मिठो लस्सी आउनु खुवाउनु त आमाले खानु चाहिँ किन छिटो खुवाउनु दिनु भएन 20 दिन खाएर भयो नि खुवाउनु न हजुर यता रमाइलो छ नि कस्तो लाग्यो हजुरलाई 2 दिनको जिन्दगीमा रमाइलो गर्नुपर्छ हामी चाहिँ अब रानी पोखरी आइसक्यौँ भाइ चाहिँ बिजी छ हजुरबा चाहिँ एक्लै हिँड्दै हुन्छ हजुरबा तपाईँलाई बाटो थाहा छैन कि यता होइन बाटो थाहा छैन कि तपाईँलाई अहिले अगाडि नजानु हामीलाई पर्खिनु अब चाहिँ हामी रत्न पार्क आइपुगिसकेका छौँ अनि यहाँ चाहिँ तर राम्रो चाहिँ राम्रो छ घुम्ने मजाले घुम्ने हामी चाहिँ फेरि त्यही रत्न पार्कमै घुमिरहेछौँ कस्तो लागिरहेछ के गरे हो त्यो मादल बजाइरहेछ उसले भाइरल हुनलाई चाहिँ पनि गर्न तयार पर्यो पैसा कमाउँछ के गर्छ पैसा कमाएर बन्दी भन न चाउमिन खानु मन छ भन न अयो तर कस्तो राम्रो भ्यू आइरहेछ कि यहाँनिर पाउँछु मैले म पर्मिसन मागेकै छैन म यति हालिदिन्छु म तिमीसँग के को पर्मिसन माग्नुहुन्छ पर्मिसन के को पर्मिसन माग्नु तिमीसँग म सिधै हालिदिनु कपाललाई त्यस्तो भन्नु गइसक्नु भएको छ चित्त दुख्यो टिकटक बनिरहेको छ त्यहाँ पनि भागिसक्यो हामी किन खिचिरहेछौँ भनेर त्यही हो तिमी जस्तै हुन्छ नि त सबै बेस फुस्क्यो ए सरी यहाँनिर बाँधिदिनु झन् जानी जानी फुस्काउँछु यार यस्तो साथी कहाँ पाइएला त्यही के मैले त गरेछु तिमीलाई बाँधिदिनु पर्ने हो डबल गराएर बाँध त्यो त पुछादिन्छु भयो जिन्दगीमा फाइनली हामी 3 जना चाहिँ भेट भयौँ हेलो अनि त्यही हो अब चाहिँ कहाँ जान्छ भन्ने थाहा छैन बोल्दा बोल्दा त्यही हो हाम्रो साथी मलाई पछि पछि आऊ भनिरहेछ आउँदा आउँदै रात परिसक्यो अनि सामान किन्न जाँदै भुल्यौँ हामी त्यस्तै भयो आज